नमस्ते त्यसैले सबैजनालाई कबुलो आजको यो सानोबडे ब्लगमा चाहिँ आज त्यही हो तपाईहरुलाई अब पेसोकको सानोबडे झलक भनौँ यस्तै छ। अब चलिरहेको सिचुएसनमा चाहिँ अहिले गुम्बा चाहिँ यतिको भइसकेको छ। अब के कस्तो छ हैन, अब यति नै हो। अब यो तल्लोपट्टिको स्लेब हालिसकेर अब माथिल्लोपट्टिको स्लेबको लागि चाहिँ ढाटिक्क अब एकदम तयारी हुँदैछ। अन्त यता पनि निकै बढिसकेको छ। अस्ति त त्यहाँसम्म मात्रै थियो तपाईहरुलाई देखाउँदा हो, अहिले चाहिँ यतासम्म बढिसकेको छ। अझ योबाट फेरि अझै तल पनि जान्छ हैन, त्यसले गर्दा चाहिँ एकदम विशाल ठुलै हुने एकदम यो चाहिँ कार्यक्रम चाहिँ अब त्यस्तै छ। अब कार्य भनौँ काम चाहिँ अलिक ठुलै हुने चाहिँ एउटा प्लानिङ छ हो। अन्त अब के कस्तो हुँदै रहेछ हैन तपाईहरुलाई सानोबडे झलक। छुतेनहरूको पनि बिजोग छ, यी बिचरा छुतेन कोरा गर्नु आउनु हुनेहरूलाई पनि अलिक साह्रै छ। अब अलिक दिन हो, अलिक महिना भनौँ अब नबनिन्जाल जस्तै छ। अलिक दुःखै गरेर अब सबैले कोरा सोरा गरौँ। हेर्नुहोस् माथि माथि चढेर कति रिस्की काम छ बिचराहरू सबैजनालाई। हुँदैछ बिस्तारो बढ्दैछ। अब फेरि माथिल्लो तलामा स्लेब गर्नु लागि यता पनि पोस हाल्दैछ। हेर्नुहोस् होला तपाईँहरूले काम धमाधम चलिरहेको छ। अहिले चाहिँ काम गर्नेहरू निकै भेला भएको छ हो। हेर्नुहोस् यहाँनिर माथि स्लेबको पुरा तयारी हुँदैछ। कस्तो डरलाग्दो पाराले चाहिँ काम गर्दैछ यहाँनिर है बिचराहरू। माथि चढेर हो मुनितिर चाहिँ अलिक हल भइसकेको छ। यहाँनिर यतिको चाहिँ भइसकेको छ। यहाँ मुनितिर गुम्बाहरू यस्तै छ। यहाँ अब फेरि सामान बोक्ने टर्न आउँदो रहेछ। यहाँनिर बलुवा गिट्टी यो इँटा एकदम प्याक भइसकेको रहेछ। अब यो आइतबारको काम होला यो सायद। यो चाहिँ माथिल्लोपट्टिको भाग अब हेर्नुहोस् हुँदैछ। पहिला चाहिँ यो स्लेब गरिहाल्ने अरे। फर्स्ट चाहिँ यहाँनिर स्लेब चाहिँ फिनिसिङ गरिहाल्ने एकदम यहाँनिरको चाहिँ प्लान चाहिँ त्यस्तो छ हो। यता पनि हेर्नुहोस् भिडियो एकदम बनाउनु पऱ्यो नि तपाईँहरूलाई सबै एङ्गलबाट चाहिँ देखाइदिएको मैले चाहिँ कस्तो के भएछ भनेर हो। हेर्नुहोस् अब यतापट्टि पनि छ हो, यतापट्टि पनि छ। अब सायद परबाट यता गर्दै आउनुहुन्छ होला।